यो नेपालको 2017 को जीडीपी अनि यो 2017 को चुनावमा देखिएको खर्च, जुन हाम्रो अर्थतन्त्रको 5.15% थियो। र यसको आकार बुझ्नलाई हामी इन्डियाको 2019 को लोकसभा चुनावको खर्चसँग तुलना गरी हेरौँ, जुन उनीहरूको अर्थतन्त्रको 0.3% थियो। यसले भन्छ कि नेपालको खर्च इन्डियाको भन्दा 17 गुणाले बढी छ। तर अझ अचम्मको कुरा के छ भने यो 2017 को चुनावको खर्चमा सरकारको भाग 26.3% मात्र थियो र बाँकी 9,690 करोड उम्मेदवारको निजी खर्च हो। अब सोच्नुहोस्, हाम्रो चुनावमा यत्रो निजी पैसा किन आउँदैछ? यसले के असर देखाउँछ? यसलाई एउटा सामाजिक सेवा जसरी हेर्ने कि एउटा ठुलो लगानी? आजको भिडियोमा बुझ्ने प्रयास गरौँ। सिलिन्डरको खेत समाप्त गरिदिन्छु, घर घरमा चुलामा पाइप पुर्याइदिन्छु। यो सबै बुझ्नलाई एउटा सानो कुरा हेरौँ है। 2017 को चुनावमा भएको खर्चलाई इन्डिभिजुअल लेभलमा हेर्दाखेरि एकजना बराबर स्थानीय चुनावमा 4,923 रुपैयाँ र सङ्घीय चुनावमा 4,040 रुपैयाँ खर्च भएको थियो। अब यो पैसाको फ्लो मजाले बुझ्नलाई इलेक्सन साइकलको बारेमा बुझ्न पर्ने हुन्छ। यो खेलको लागि महिनौँ अगाडिबाट नै मैदान तयार पारिन्छ। यो सब कुराको हक अधिकार भनेको इलेक्सन कमिसन अर्थात् निर्वाचन आयोगको हुन्छ। आयोगलाई यो खेलको रेफ्री पनि भन्न मिल्छ। कुनै वर्षमा चुनाव हुन लागेको छ भने आयोगले सुरुमा योजना बनाई बजेटको लागि प्रस्ताव राख्छ। जस्तै 2022 को स्थानीय चुनावको लागि प्रस्ताव गरिएको खर्च विवरण यस्तो थियो र निर्वाचन आयोगले अब पार्टी र उम्मेदवारहरूलाई दर्ताको लागि नोटिस खोल्छ। यो दर्ता अलिक पछि नै खुले तापनि पार्टीहरूले अगाडिदेखि नै योजनाहरू चाहिँ कोरिरहेका हुन्छन् र त्यो मध्ये एउटा ठुलो झलक हो महाधिवेशन र केन्द्रीय समितिको बैठकहरू, जसले नेतृत्व र आन्तरिक शक्तिको छलफल अगाडि सार्छ। र यो कुरा अहिले कम्प्लिट भइसकेको छ। अब यो खेललाई निष्पक्ष बनाउनलाई निर्वाचन आयोगले केही लिगल फ्रेमवर्कमा सीमित भएर निगरानी गर्छ, जुन मध्ये केही मुख्य फ्रेमवर्क भनेको इलेक्सन कमिसन एक्ट 2073। यसले निर्वाचन आयोगको संरचना, शक्ति र कर्तव्यहरू सेट गर्छ। जस्तै यो कसरी गठन हुन्छ, यसले कसरी चुनावको तयारी गर्छ, यसले आफ्नो बजेट र निर्देशनहरूलाई कसरी व्यवस्थापन गर्छ। अर्को हो इलेक्सन कोड अफ कन्डक्ट 2078। यसले चुनावको समयमा दल, उम्मेदवार, अधिकारी र मिडियाहरूका लागि व्यवहार नियमहरू सेट गर्छ। जस्तै कस्तो प्रकारको प्रचार प्रसार गर्न अनुमति छ, कहिलेदेखि कहिलेसम्म गर्न पाइन्छ, कति खर्च गर्न पाइन्छ र राज्यको स्रोत साधनहरू कसरी प्रयोग गर्न पाइन्छ पाइँदैन भन्ने कुराहरू। अर्को भनेको इलेक्सन अफेन्स एन्ड पनिसमेन्ट एक्ट 2073। यहाँनिर चाहिँ चुनावी अपराधहरू के हुन्, जस्तै भोट खरिद गर्ने, धम्की, इलिगल इन्फ्लुएन्स र त्यो अपराध गर्नेलाई के सजाय हुन्छ भन्ने कुराहरू लेखिएका छन्। अहिलेको स्थितिमा हामी इलेक्सनको अर्को फेजमा प्रवेश गर्दैछौँ, जसमा मेजर पार्टीहरूको महाधिवेशन सकिसकेको छ। पार्टीले आफ्नो समानुपातिक लिस्टहरू बुझाइसकेका छन्। अब प्रत्यक्ष प्रणालीका उम्मेदवारहरू कुन क्षेत्रबाट उठ्ने भन्ने कुराहरू घोषणा हुँदै जान्छ, जुन केही उम्मेदवारहरूले गरिसकेका छन्। यो सँगै बिस्तारै ठाउँ ठाउँमा कार्यक्रम, र्याली, भाषण, घर दैलो अभियानहरू सुरु हुँदै जान्छ। यसैबीच निर्वाचन आयोगले इलेक्सन कोड अफ कन्डक्ट पनि लागू गर्छ। अनि लास्ट इलेक्सनदेखि त डिजिटली पनि चुनावको छलफल बढ्न थालेको छ। यो 2022 को इलेक्सनमा फेसबुक र इन्स्टाग्राममा टोटल 2 करोड 14 लाख माथिको विज्ञापनमा खर्च गरिएको रिपोर्ट हेर्नुहोस्। अब यसो हेर्दा लाग्न सक्छ कि यति साह्रो खर्च गर्नु किन? त्यसका लागि पनि एउटा कारण देखिएको छ। 2017 को सङ्घीय चुनावमा उम्मेदवारहरूले गरेको खर्चको रिपोर्ट हेर्नुहोस्। जित्ने उम्मेदवारले 2 करोड 13 लाख माथि खर्च गरेको छ र त्यो दोस्रो भएको उम्मेदवार भन्दा झन्डै 2 गुणाले बढी हो। यसले के प्रश्न पार्छ भन्दा जसले धेरै पैसा खर्च गर्छ उसले जित्ने पक्का हुन्छ। अब यो पैसाको प्रभाव कम गर्नलाई निर्वाचन आयोगले क्षेत्र अनुसार 25 देखि 33 लाखको लिमिट त तोकिदिएको छ, तर त्यो कुराले काम गरेको भने देखिँदैन। जस्तै यो हेर्नुहोस्, नवलपरासी क्षेत्र 1 बाट जित्दै आएका शशाङ्क कोइरालाले भनेका छन् कि 2017 को चुनावमा उनले 6 करोड खर्च गरेका थिए। त्यहाँबाट 3 चोटि मैले जितेँ। पहिलो चुनावमा मेरो खर्च 80,000 रुपियाँ थियो। दोस्रो चुनावमा 3 करोड र लास्ट चुनावमा 6 करोड। यो कुराले नै देखिन्छ कि निर्वाचन आयोगको अनुगमन कतिको कडा रहेछ। अब एउटा प्रश्न आउँछ कि एउटा संसदले आफ्नो कार्यकालभरिको कमाई भन्दा 4 गुणा बढी किन खर्च गर्छ र त्यो पैसा आउँछ कहाँबाट?
पार्टीहरूले निर्वाचन आयोगमा बुझाएको अडिट रिपोर्ट हेर्दा उनीहरू निकै सोझा देखिन्छन्। रिपोर्टमा मेम्बरसिप फी र डोनेसन नै ठुलो स्रोत देखिन्छ। तर के यो सम्भव छ त? पार्टीले 3 करोडको इन्कम देखाउँदा त्यही वर्ष उनीहरूका उम्मेदवारले 6 करोड खर्च गरिरहेका थिए। अब यहाँबाट के पनि भन्न सकिन्छ भने पैसाको मेन फ्लो पार्टी भन्दा पनि उम्मेदवार र नेताको थ्रु नै हुँदो रहेछ। र अब यहाँनिर इन्ट्री हुन्छ हाम्रो अरू खेलाडीहरूको, जो हुन् ठेकेदार र व्यापारी। कुनै उम्मेदवारहरूको अभियानलाई फन्ड गरेर होस् या आफै नै चुनाव लडेर, उनीहरूले पोलिसी मेकिङ लेभलमा आफ्नो पकड दरो बनाउन खोजिरहेका नै हुन्छन्। जस्तै 2022 को चुनावमा 13 जना सङ्घीय संसद र 28 जना प्रदेश सभामा एफक्यानका सदस्यहरूले भाग लिएका थिए। यो त थियो प्रत्यक्ष निर्वाचन प्रणालीको लागि, जुन हामीले प्रश्न नै देख्न सक्छौँ। तर सक्रिय राजनीतिमा नछिरिकन पनि पछाडिबाटै अन्य हस्तक्षेप र पक्षपात देख्न सकिन्छ। यो 2017 को आर्टिकल हेर्नुहोस्। 1000 करोड बराबरको प्रोजेक्टहरू झुलिरहेका छन् र त्यही पनि ठेकेदारहरूले पार्टी टिकट पाइरहेका छन्। र यो कुरा अझै मजाले बुझ्नलाई यो आर्टिकल नै पढ्नुहोस्। अब यहाँ यो पनि होइन कि ठेकेदारहरूले चुनाव नै लड्न हुँदैन, पार्टीले निजी पैसा नै लिन हुँदैन। तर यहाँ समस्या कतिखेर उठ्छ भने त्यो लडाइँ पछाडि व्यक्तिगत स्वार्थ लुकेको हुन्छ। जस्तै हाम्रो संविधानले समानुपातिक किन राखेको थियो भन्दा राज्यको अङ्गहरूमा मार्जिनलाइज अन्डर रिप्रेजेन्टेड समुदायको पनि प्रतिनिधित्व होस् भनेर 110 सिट छुटाएको थियो। तर यो कुराको पनि पटक पटक दुरुपयोग भएको पनि देखिन्छ। मुख्य पार्टीहरूको समानुपातिकको लिस्ट हेर्ने हो भने बारम्बार अवसर पाएकाहरू नै चुनिएका छन्। यसरी दुरुपयोग भएपछि बिस्तारै यो प्रणालीको उद्देश्य नै हराउँदै जान्छ। यहाँनिर भारी खल्ती मात्र नभएर प्रत्यक्ष प्रणालीमा निर्वाचन हार्छु भनेर डराउनेहरूको पनि व्यवस्था मिलाएको हुन्छ। अब अर्को कुरा, कन्स्ट्रक्सन कम्पनीले आफ्नो खराब रेकर्ड भए तापनि कसरी नयाँ कन्ट्र्याक्टहरू पाइरहेको हुन्छन् र त्यो काम नराम्रो भयो भनेर कम्पनीको विरुद्ध केही एक्सन लिन खोज्दा कर्मचारीलाई नै थर्काइन्छ, हप्काइन्छ र अन्त्यमा सरुवा नै गरिन्छ। यो कुराको अर्को नतिजा के देख्न सकिन्छ भन्दा राजनीति आम नागरिकसँग अझै टाढिँदै जान्छ। जति राजनीतिको लागत बढ्दै जान्छ नि, साधारण लिमिटेड रिसोर्सेस भएका व्यक्तिहरू बहिष्कृत हुँदै जान्छन् र बढ्दो रूपमा प्रतिनिधित्व धनी वर्गमा सीमित भएर बस्छ, जसले गर्दा आम नागरिकको पब्लिक इन्ट्रेस्ट नेग्लेक्ट हुँदै त जान्छ नै। सँगै त्यो इन्भेस्टमेन्टको रूपमा लगाइएको पैसा उठाउनलाई पोलिसी लेभलमा भ्रष्टाचारहरू पनि देखिन थाल्छ। अब सोच्नु होला, यो सब हुँदा हुँदै पनि रेफ्री बनाउँदा निर्वाचन आयोग कहाँ छ त? किन यसरी खुलेआम रिपोर्टहरूले लिमिट भन्दा बढी खर्च भएको छ है भन्दा पनि आयोग सुतिरहेको हो त? आयोगले लगातार 3 वर्षको अडिट रिपोर्ट नबुझाएका भन्दै 41 वटा साना राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ। अत्याधिक खर्च घटाउने आशमा 2022 को सङ्घीय चुनावमा क्याम्पेन गर्ने समय 15 दिन बनाएको थियो, जुन 2017 मा 39 दिन थियो। साथै 2023 मा 2400 जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भनी जरिवाना तिर्न लगाएको थियो। तर यति कारबाही पनि पर्याप्त भइरहेको देखिँदैन, किनभने माछाहरू सानै मात्र परिरहेका छन्। निर्वाचन आयोगकै अधिकारीहरूले स्वीकार गर्छन् कि आयोगले खर्च विवरणको निगरानीका लागि उम्मेदवारले नै बुझाएको रिपोर्टमा भर पर्न पर्छ र अन्य रिपोर्टहरूमा नै स्पष्ट देखिएको छ कि खर्चहरू कति धेरै कम गरेर रिपोर्ट गरिने गरिन्छ। यसले नै अनुमान लाउन सकिन्छ कि निर्वाचन आयोगको मोनिटर गर्ने सिस्टम कतिको इफिसियन्ट छ भनेर। यति मात्र नभएर अन्य कानुनहरू तोकिएका छन्, जस्तै 25,000 भन्दा बढीको सहयोग लिँदा ब्याङ्क अथवा कुनै फाइनेन्सियल इन्स्टिट्युसनकै थ्रु गर्नुपर्छ। प्रचार प्रसार गर्दा फलो गर्न पर्ने केही नियमहरू छन्। जित्ने क्यान्डिडेटले कुनै पनि ठुलो भोज वा पैसा बाँड्न पाउँदैन। कुनै पनि चुनावी अभियानमा बालबालिकाहरूलाई युज गर्न पाइँदैन। भोटिङ सुरु हुनुभन्दा 48 घण्टा अगाडि मौन अवधि सुरु हुन्छ, जसमा कुनै ठुलो मिटिङ, र्याली, विज्ञापन वितरण कार्यक्रमहरू गर्न पाइँदैन। कुनै माध्यमबाट भोट माग्न पाइँदैन। मतदान केन्द्रको वरिपरिबाट विज्ञापनहरू हटाउनुपर्छ र यस्तै अन्य नियमहरू छन्। तर हजुर हामीले देखिरहेका होलाौ कि यो कुराको पालना कतिको इफेक्टिभली भइरहेको छ र आउँदो चुनावमा नि यो कुरा निहालेर अवलोकन गर्नु होला कि कानुन किताबमा मात्र छ कि मैदानमा पनि। पूर्व चिफ इलेक्सन कमिश्नर दिनेश थपालियाको तर्क छ कि कुनै पनि उम्मेदवारको ओभर स्पेन्डिङको कम्प्लेन आएको छैन र कम्प्लेन नआउनु जेलसम्म आयोगले अनुसन्धान गर्न मिल्दैन। अब यहाँ अर्को एउटा कुरा आउँछ कि यदि खेलको अधिकांश खेलाडीहरू नै नियम तोडिरहेका छन् भने कम्प्लेन कसले गर्छ?
यदि निगरानी यस्तै कमजोर रहने हो भने यो लोकतन्त्र पैसाको कब्जामा आएर नोट तन्त्र बन्न धेरै टाइम लाग्दैन, जहाँ तपाईँ हाम्रा स्वास्थ्य, शिक्षा, भविष्यका एजेन्डाहरू बसबाट बाहिरिनेछन् र सरकार शासन गर्नको लागि होइन बाँच्नको लागि मात्र बनिरहन्छ। अब सोच्नुहोस्, आउँदो चुनावमा तपाईँले दिने भोट कुनै उम्मेदवारको निष्ठाका लागि हो कि उनको लगानी सुरक्षित गरिदिनका लागि मात्र?